हेलो गाइज, वेलकम बैक टू माई न्यू ब्लग। गाइज आज चाहिँ हामी आएका छौँ गणेशपुर पार्क पुरा फ्यामिली सब फ्यामिली। अनि यहाँ के आउँछ कम्बो सेट पनि आउला छ, कतिवटा आउला छ, अर्डर गर्दै हुनुहुन्छ यहाँ मान्छेहरूले। अब हेर्नु, वेलकम टु अनि हेर्नु यहाँ चाहिँ हुनुहुन्छ मम्मी, हाई बहिनी, हाई हाई गर्दै सबले, हाई गर्दै सबले हाई एकचोटि हाई तपाईले र हामीले हाई हाई हेलो साथीहरु, हाई गरिदेऊ छोरा, हाई गर्दै दे दे मान्छे भएर एउटा फोन गर्नु। हेलो हेलो गाइस, त्यहाँ चाहिँ मूर्ति रहेको छ, हामी चाहिँ यतातिर जाँदैछौँ। हेलो अनि गाइज हेर्नु यहाँ चाहिँ जुका छन्, जुका पनि छ। सरसफाइ चाहिँ भएर हिँड्छ है गाइज। के गर्नु पर्यो अब तपाईले कमेन्टमा भन्नु होला। पार्कमा आउँदै गर्दा कसलाई सम्झिन्छस्? पापा म सम्झिन्छु मामालाई पनि, बाबालाई पनि, माइजूले पनि, सबलाई, बाबालाई पनि। अनि बाबासँग म कहाँ गएको छु? चखौरा गएको छु, मोतीपुर गएको छु। बाबा आबेला त कता कता गइन्छ, नआबेला हो। केटाकेटी खुसी हुने भयो कि सबैमा यिनै केटाकेटी लागि त हो नि। आज छुट्टीको दिन हामी त यसो फ्यामिली मिलेर चाहिँ इन्जोय गरौँ भनेर केटाकेटी लिएर आएको नि। कहिल्यै पनि यस्तो घुम्ने मौका जुट्दैन थियो कि यहाँबाट जाँदाखेरि मेरो स्कुल लाग्ने, केटाकेटी स्कुल हुने, हामी जान नपाइने नि। त्यही भएर आज चाहिँ अब जेठी भाउजूसँग, मम्मीसँग, भतिनीहरूसँग, छोराहरूसँग चाहिँ आज मस्तले घुम्ने। हामी बधाईहरू अहिले दिउँसोको समय भएर चाहिँ यो सुनसान रहेछ साथीहरू। यस्तो घाममा चाहिँ आमालाई जाउँ न। अब चाहिँ हामी यहाँ खेल्दैछौँ। ल घुमाउनु लोटा चाहिँ डल्ले डल्ले हात पर घाममा धेरै खेल्दैनन्, घाममा धेरै खेल्दैन। पहिला घुम्छ भन्ने अनि टिकट काटेपछि डर लाग्छ भन्ने, यिनी त बेकारमा छन् के। त्यहाँबाट घुमाइन्छ होला कि। हजुर सुस्तरी गराइदिनु भन्ने भन् त, खुसी रे सुस्तरी गराइदिने भनेर। हेलो म्याम, यो सुस्तरी गराइदिनु लाग्यो रे। गाइज अब चाहिँ म त्यहाँ खेल्छु, अब एमा खेल्न लाग्छु। रियाक्सन भन्दैन, रियाक्सन कस्तो हुन्छ? सुस्त चलाइदिनु। यहाँ चाहिँ छोरालाई भन्दा साथीहरू मम्मीलाई डराएर हैरान भएको। सानो तिमीलाई लागेन? तपाईँलाई कस्तो लाग्यो त नातिनासँग पार्क आयो? अति राम्रो लाग्यो, एकदम खुसी लाग्यो। उहाँ नातिना खेल्ने यहाँ। गाइज हामी चाहिँ त्यहाँ खेलिसक्यौँ, अब चाहिँ कता जान्छौँ हेर्नु, फलो मी।
त्यही त लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न त्यही भएर यस्तो नयाँ नयाँ भिडियो म प्रत्येक शनिबार भन्नु प्रत्येक शनिबार गाइजहरूले एउटा चिज देखाउँथिन कमेन्ट गरेपछि अर्को पार्कमा भन्नु हेलो साथीहरू देखो न गाइज देखो न गाइस देखो न देखो न देखो न ये क्या है ये क्या है ये क्या है गाइज गाइजहरूले चाहिँ राइनो छ गाइजहरू यहाँनिर चाहिँ गैडा छ साथीहरू हात्ती छ के भन्छन् यसलाई वसन गैडा ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ गाइज हजुर गाइस हेर्नु त्यहाँ कति राम्रो छ हेर्नु डाके पनि छ झन्डा पनि छ गाइजहरू पनि छ गाइज गाइज के भयो अया भागो 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 सुरुमा क्याम्पमा हेर्नु गाइज यति राम्रो डाके जय नाच्न अरे वाह यहाँ जुङ्गा चाहिँ खतरा छ नै साथीहरू पानी खेलाउने गरे छोरोले हाई गरिदेऊ मलाई हेर्नु गाइज यहाँ चाहिँ छ डुम्सी देखाउनु त जुम गरेर गाइज यस्तो रहेछ डुम्सी फर्स्ट टाइम आएदेखि हेर्न बादर त्यो बादर सुत्या छ एउटा चाहिँ खतरा बादर छ मम्मी हेर्नु गन्न आउने रहेछ हो यो त त्यही त हेर्नु केराको बोक्रा लुगाए हेलो गुनु भन्छन् नि यसलाई यसैले त अस्ति न हामीले देखेर यस्तो गर्छौँ गर्न दारा देखाउँथ्यो हेलो हेलो साथीहरू खानाको कुरा चाहिँ आइसक्यो अब हामी खानाको लागि रेडी निकाल्दै हुनुहुन्छ हेलो साथी हामी चाहिँ ग्लोभ्स सलप्स लगाएर खानाको लागि रेडी भइसक्यौँ यहाँ चाहिँ छोरी मिठो छ मिठो छ भन्नु मुकाबलामा गाइज अब चाहिँ हामीले पचाउनलाई कोक खाँदैछौँ अब चाहिँ हामी घर जाने सुरसारमा हो सुरु हुँदैछ ल गाइज आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाइ बाइ जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ